मेरो साढे दुई तलाको मेरो साढे दुई तला मेरो साढे दुई तला पछाडि फर्कियो नि त, पछाडि लुट्यो होइन, पछाडि ठक्क लुट्यो। लुटिसकेपछि यस्तो हेर्छु नि त, म यसो उठेर यसो हेरेँ नि त, हेरेँ यसो हेरेँ, झ्याप्प समय जुरुको उचालेँ, थचक्क राखेँ। नमस्कार दाइ। नमस्कार बाबु, नमस्कार। तपाईँको शुभ नाम? राजकुमार ठकुरी मेरो नाम, घर सीता पाइला। हजुर राजावादी आन्दोलनमा जानु भएको थियो हो? हजुर गएको थिएँ, हजुर गएको थिएँ। तपाईँ कति समयमा निस्किनु भएको थियो घरबाट? ए त्यहाँ घरबाट त म निस्किएको थिएँ 10 साढे 10 बजीतिर निक्लेको थिएँ। तपाईँ त्यहाँ जाँदाखेरि त्यहाँको माहौल चाहिँ के थियो दाइ सुरुमा? सुरुमा गएको यस्तै 200-300 जति मान्छे थियो होला। अनि 200-300 जना थिए। अनि बिस्तारै 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 बढ्दै 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 गयो। बढ्दै गइसकेपछि अनि मेरो बढ्दै गइसकेपछि मास धेरै हुँदै आयो। अनि हुँदै आइसकेपछि अब त टनाटन भयो नि। अब मान्छे अब एकछिन कति भयो, आफ्नो सिक्री पनि हराइहाल्यो त्यही बेला। अनि तपाईँको के छ विचार? तपाईँ राजावादी नै हो त? म के भन्छ देशभक्त, राष्ट्रवादी। तपाईँ सुरुमा जाँदाखेरि मिडियामा बोल्नु भएको रहेछ, त्यो समयमा एकदमै खुसी देखिनुहुन्छ होइन? सुरुमा त बहुत खुसी लाग्यो। आहा रबर नाच्दै गइयो। अनि नाच्दै गइसकेपछि त त्यहाँ मेरो सिक्री चुनादै लुटिहाल्यो क्या भाइ। लुटिसकेपछि त मलाई पुरपुरो तातेर मेरो आमा, म त चिर पसिना आएर मलाई त टेन्सन भइहाल्यो नि बाबु। बाबा त्यस्तो टेन्सन भयो। अनि तपाईँको सिक्री चाहिँ कसरी लुट्यो क्या? तपाईँ मान्छेहरूको भिडमा हुनुहुन्थ्यो हो? यस्तो भयो क्या, सुरुमा गएर त्यो चौरमा गएर नाच्न थालेँ। नाचिसकेपछि अनि त्यहाँ मान्छेहरू पनि नारा लाउँदै थिए। नाचिसकेपछि अनि तिनीहरूले मलाई वाच गरेछन् बाबु। सिक्री ढलढल बढ्यो, त्यो घामले टल्क्यो नि। तिनीहरूलाई त दिमागले काम गरेन। उनीहरूलाई टेन्सन भयो। अब त्यहाँबाट त्यो मान्छेहरूलाई टेन्सन भएछ। अनि म त्यहाँ गएर दौडेर आएँ नि बाबु। दौडेर आइसक्यो अनि हाम्रै भाइले अनि मलाई यस्तै गरी इन्टरभ्यू दिनुभयो। अनि हाम्रो राजालाई त मोदीले पनि नमस्कार गर्छन्। अब अहिलेको नेताहरू गयो भने नेताले नमस्कार गरेर आउनुपर्छ। देशको स्थिति यस्तो नहोस्। हामी सबै दाजुभाइ हो, नेपालको दाजुभाइ हो, हामी सबै दाजुभाइ हो। जसरी मलाई हजुरले भाइरल गरिदिनु भयो, देशको पनि यतिकै माया गरिदिनुहोस्। आखिरमा तपाईँको सिक्री चाहिँ कसले तान्यो? यो कमेन्टमा आइरहेको छ 1 तोला पनि थिएन होला, होइन भने तान्दाखेरि नआउनु पर्ने भन्ने कमेन्टमा आइरहेको छ। तपाईँको सिक्री चाहिँ कति तोलाको थियो? भन्ने नै हो भने अनि मैले चाहिँ साढे 2 तोला मात्रै भनिछु। म त आत्तिएर क्या, मेरो मनले आत्तिएर मेरो साढे 2 तला भने अब निवेदन लेख्न त जानु पर्यो। निवेदन लेख्न जाँदाखेरि त अब निवेदन लेख्न गएँ 3 कुन्नेमा। पहिला 100 नम्बरमा फोन गरेँ। 100 नम्बरले भन्नुभयो सेम्बुमा जानुहोस्। सेम्बुले भन्नुभयो 3 कुन्ने जानुहोस्। अनि 3 कुना गइसकेपछि अनि ओ भाइरल आयो भन्यो पुलिसहरूले। अनि भनिसकेपछि ल यसलाई थुन्नुपर्छ भन्नुभयो। मलाई त डर पनि लागेको छ नि। अनि थुन्नु त होइन, उनीहरूले मजाक गरे नि, अनि थुन्नु पर्यो भन्यो। साँच्चै हो कि खेका भन्यो। म अन्यायमा परेको छु के थुन् त भन्ने गइसकेपछि एउटा निवेदन लेखिदिनुहोस् भने अनि ल एउटा निवेदन लेखिदिनुहोस् भन्यो। अनि त्यो सरले निवेदन लेख्नुभयो। ल नम्बर लिनु। सुन भनेर त 2.5 तला रहेछ त भाइ। अनि मेरो छुट्टै लकडी गर्दाखेरि 3.5 तलासम्म पुग्नु गयो। 2.5 तला चाहिँ तपाईँ आवेगमा आएको बेलामा भन्नुभयो? आएर भनेको नि। अनि राजकुमार दारलाई त राजाको भन्दा सिक्रीको धेरै माया रहेछ भन्ने कुरा आयो नि त त्यहाँ। होइन म दुईजनाकै माया, सिक्रीको पनि माया छ, राजाको पनि माया छ। दुइटै माया थियो। अनि तपाईँ एउटा बहादुर राष्ट्रवादी मान्छे, अनि एउटा जब सिक्री हराउँदा पनि रुन पर्छ भन्ने कुरा यहाँ धेरै आयो। यो यस्तो हुँदो रहेछ नि त, टेन्सन हुँदो रहेछ नि त बाबु। बहुत टेन्सन हुँदो रहेछ, बहुत टेन्सन। अब म रुन्न भने रुनु पर्ने अवस्था आउँदो रहेछ बाबु। अब खाइ नखाइ गरेर तपाईँले जोड्नु भएको सुनको सिक्री हरायो। विदेशमा गएको थिएँ, अलिअलि कमाएर लिएर आएको थिएँ, हरायो। अनि तपाईँ त्यो सिक्री नलाइकन गयो भने हुन्थ्यो। त्यो सिक्री क्यार्न देखाउन गएको पनि भने क्या यहाँ मान्छेले।
होइन देखाउन नि होइन कहीँ होइन मेरो मेरो भाग्यमा नलेखा रहेछ त्यति मात्रै लाउन लेखा रहेछ मैले त्यति मात्रै पाएँ बाबु तानेको सिख्री पछाडिबाट तानेको बाबु यस्तो यस्तो गरेँ क्या म यस्तो यस्तो गरेर गएँ यो हातमा झन्डा थियो यो हातमा झन्डा थियो अनि यसो भयो क्या बाबु यस्तो भयो उठेर भन्नु यस्तो भयो क्या यहाँबाट पेल्यो पेलिसकेपछि यसो यसो गर्यो पेल्यो पेलिसकेपछि ए गर्यो यसो गर्यो अनि यहाँबाट झ्याप्प तानिदियो झ्याप्प तानिदियो यसो हेरेँ अनि झन्डा पनि फालिदिएँ हुन्छ भनेपछि तपाईँको सिख्री कसले तान्यो थाहा भएन थाहा भएन बाबु मेरो थाहा भएन तपाईँलाई आफ्नो सिख्री भेटाइन्छ भने आश छ कि छैन त तपाईँको 3.5 तोला भनेपछि त अहिले बजारमा 5-6 लाख रुपियाँ पर्छ अनि अब मान्छेहरूले भन्लान् अब अस्ति मात्रै 2.5 तोला भन्यो अहिले इन्टरभ्यूमा 3.5 तोला भन्यो भन्नु होला अब मैले भेटेँ भने नि त्यो सुन मैले भेटेँ भने म लाउँदिनँ तपाईँको सिख्री हरायो भनेर तपाईँलाई यो कमेन्टमा धेरै गाली गरिराखन् क्या मलाई त हजुरहरूले गाली गरे पनि म त कमेन्ट हेर्न नि आउँदैन हेर्नुहोस् खासै होइन म त कमेन्टहरू नि हेर्दा नि हेर्दिनँ मलाई गाली गर्नु पनि आवश्यकै छैन अब बाध्यताले अब त्यस्तो पढ्न आयो मलाई त्यही हो दुःख लागेको खास कसले बोलाएर जानुभयो दाइ तपाईँ 3 कुनेमा खास बोला त गएको होइन मनले नै कसरी बोलाएर त गएको होइन बाबु मेरो मनले नै जाउँ 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 लागेरै गएको हो बाबु किन दाइ तपाईँ राजावादीको आन्दोलन होइन नि बोल्न त पहिला पनि पाएको थिएँ बोल्न नपाएको भए त्यो हजुरको के अरे हजुरको त्यो के अरे टुनी खेल छ नि टुनी खेलमा चाहिँ राजापट्टि ढ्वाङ फर्काएर चाहिँ नि बिपीहरूले चाहिँ नि बोले होइन बोल्न पाएको थिएन सुनिन्थ्यो नि त्यो बेलामा त निरङ्कुश शासन थियो राजाको त्यस्तो अब साह्रै निरङ्कुश शासन त होइन अब हजुरले हामीले नै आफ्नो चाहिँ नि दिदीबहिनीहरूलाई समायो भने त्यता नथुनेर भयो त थुन्न त पर्छ नि पञ्चायत कानुन थुन्न पर्छ नि नराम्रो काम गर्नेलाई थुन्न पर्छ मैले नराम्रो काम गरेँ भने बाबु मलाई पनि थुन्न पर्छ 10 वर्षको शासनले लिएर आएको गणतन्त्रलाई अब फेरि राजतन्त्र नै लिएर आउँदाखेरि त यो त फेरि ढुङ्गे युगतिर फर्के जस्तो भएन र अहिले के भएको छ र झन् ढुङ्गे युग भन्नु त ढुङ्गे युगै ठिक थियो बाबु अहिले त तँ दादा म दादा तँ राजा म राजा ओहो यस्तो भन्नुहुन्न राजा भनेको एउटै हुन्छ एउटै राजालाई मानौँ बाबु हो पत्रकार भाइ हो हजुरहरूलाई पनि म यो बिन्ती चलाउँछु देशमा हिंसा आतङ्क नमचाउँ अब एकचोटि मिलौँ हामी दलहरू पनि मिलौँ सबैजना मिलौँ राजा शासनमा त राजाका छोराछोरीलाई दरबारभित्र बस्नेहरूलाई मात्रै शिक्षा दीक्षा दिने तिनीहरूलाई मात्रै चैनमा बस्ने थियो नेपाली जनताले त दुःखै पाएको थिए मोबाइल बन्द गरेको थियो अब यो कुरालाई कसरी लिनुहुन्छ होइन मान्छेले बोल्नेले जे बोल्दै हुँदो रहेछ कुलो र कुलो जता लगे पनि जाँदो रहेछ कुलो पानी आउने कुलो छ नि बाबु भाइलाई गाह्रो भयो क्या उचाल्नलाई कुलो र अनि यो कुलो र अब के भन्ने अब भन्दा नि बिर्सी जता लगे नि एउटै हो यो जान्छ बाबु कुलो र बोली एउटै हो बाबु जता गयो भने जान्छ त्यही हो बाबु अहिले यो गणतन्त्रमा त तपाईँ मिडियामा आएर बोल्न पाइएको छ आफ्नो दुःख सुखका कुरा मिडियामा सुनाउन समाचारमा सुनाउन पाइएको छ तर राजतन्त्रमा त यो कुरा पाइँदैन नि छुवाछुतको प्रथा पनि त्यति बेला थियो अहिले हटेको छ हजुर छुवाछुतको कुरा गर्नुभयो त्यो नि हामी ठकुरी हो हाम्रै ठकुरीहरूले नि बिगारेको छ भन्छन् है मिडियामा भने त हो नि हुम्ला जुम्ला हामी त्यतातिर लाग्नुहुन्न सबै दाजुभाइ हो हजुरलाई काटे पनि रगत आउने मलाई काटे रगत आउने भोलि मलाई नराम्रो चाहिँ नभनिदिनु है सबै दाजुभाइ हो मिल्नुपर्छ हामी दिदी बहिनी मिल्नुपर्छ अनि पहिला त अब यस्तो गर्नुहुन्न यही हो मेरो तपाईँको सिख्री हराइसकेपछि तपाईँ कति समयपछि 3 कुनेबाट फर्किनु भयो अब पहिला त फुर्ती सार्दै गयो भाइ यही हो कि फुर्ती सार्दै गएँ यहाँ गएँ उहाँ गइसकेपछि त सिक्री हराएपछि मेरो दिमागले काम गर्न छोड्यो बाबु म त चिरचिर पसिना आएँ मेरो लौन बाबा मेरो सिक्री लुट्यो भनिसकेपछि अब के अब त्यहाँ अब बेकारमा गए जस्तो लागेन दाइ तपाईँलाई त्यो चाहिँ लागेन त्यो चाहिँ बेकार गएको जस्तो लागेन अब हराइहाल्यो अब के गर्ने अब आखिर राजा आए पनि जो आए पनि आफूले दुःख गरेर कमाएको त हरायो नि त्यो अब राजा आए पनि फिर्ता त दिन्नन् होला अब दिँदैनन् राजाले अब दिने होइन राजा भनेको राजा नै हुनुहुन्छ होइन उहाँलाई हामी चाहिँ मान्नुपर्छ एउटै राजा चाहिँ
सिख्री हराइसकेपछि तपाईँ कुन मुखले फर्किनु भयो दाइ घर? अब को मुठी त यही मुखले देखाइ कुन मुख देखाउनु भएको? अब सिख्री त हराइगयो, अब यहाँबाट घर गइसकेपछि श्रीमतीले के भन्नियो? अनि म कतै बाहिरै बसौँ भन्ने त भएन मनमा? अनि बस्नु त भन्नु त भएन। अब खाली हात जाँदाखेरि बुढीले के भन्ने भनी मेरो मनले मात्रै भनेको। ला अब सिक्री हराइहाल्यो, अब मेरो बुढीले के भन्ने भनी त्यही दिमागमा गयो क्या। अनि भोलि चाहिँ नि अब के गर्ने? अनि भिडियोमा हेरिसकेपछि तपाईँको श्रीमतीले भन्नु भएन सिख्री चाहिँ हराइगएछ भनेर? पहिले गएर बुढी मेरो सिक्री नै हरायो बा, अब के गर्ने भने त भन्नुभयो सिक्री हरायो भने मलाई ज्वरो आउला जस्तो भयो बस्छु है भने। अनि एकछिन पछि त मिडियाले फ्याट्की फ्याट ए बुढा हजुर लुटेछ नि त बुढा भन्यो। अब लुट्यो भने बस्यो, अब के गर्ने? गाली गर्नु भएन श्रीमतीले? किन गा त, किन बाठो भा भनेर भन्नु भएन? त्यति चाहिँ किन गा त, किन बाटो भए त भने न अब यस्तै भयो त अब के गर्ने बुढी भने बस। तपाईँले सुरुमा श्रीमतीलाई भनेर जानु भएको थियो कि के छ त? श्रीमतीसँग भनेर गएको भए त सिक्री खोले जानु भन्थ्यो होले नि। आफ्नै खुसीले हिँड्याबाट टेन्सन भयो त। दाइ तपाईँलाई रुन चाहिँ कसरी मन लाग्यो? छोरा मान्छे त अलिकति डरो भनिन्छ होइन, जस्तो मान्छे केटा मान्छे रुँदिन भने पनि यत्रो सिक्री लगाइसकेपछि त होइन। म त एकैछिन त रुँ जस्तो त लागेको थियो नि। जसलाई पनि त्यस्तो हुन्छ बाबु, हुन्छ हजुरहरूलाई पनि हुन्छ हजुर हुन्छ दुःख गरेर कमाएको सम्पत्ति होइन। त्यही भएर पीडा हुन्छ बाबुको पनि अब सुन लाग्यो छट्ट तानिदियो भने एकैछिन त आमा बिजोग हुँदैन बाबु। दाइ तपाईँलाई बाटोतिर चिन्छन्? चिन्छन् भाइ चिन्छन्, सुन हराएको मान्छे हुन्छन्। सुन हराएको मान्छे भनेर चिन्छन्? ऊ सुनेर मान्छे भने अहिले हजुरलाई म भेट्न आएको थिएँ नि। अब भाइहरूले फोन गरेपछि म त छिटो गर्नु पर्यो नि, हतार गरेर आउनु लाग्यो। अनि बाबु कहाँ हो बाबु भनेर फोन गरेँ नि। फोन गर्ने भाइ र दाइ पाउने अङ्कल भन्दै आयो। फोटो पनि खिच्छन् तपाईँको? फोटो त जिमहरूलाई मात्रै खिचेका छन्, जिमहरूलाई खिचे। भनेपछि तपाईँ भाइरल हुनुभयो होइन? यो भाइहरूको यो हजुरहरूको शिव भगवान् भोलेनाथ। खासमा तपाईँ भाइरल हुनुभयो कि एउटा सिक्री त जसको नै हराइहाल्छ नि जाबो? यो भगवान्ले दिएको तेरो सिक्री लुटेर लिएर गयो, त चिन्ता गर्छस्, तँलाई चाहिँ नि भाइरलै होस् न भनेर गरे जस्तो लाग्यो मलाई त। त्यो सिक्री पनि थियो नि, सिक्रीमा त्रिशुल थियो नि मेरो त्यहाँ। तपाईँको पुरानो घर चाहिँ कता हो? बाउबाजेदेखि नै अब हिँडै बसेको हो। अनि एकचोटि मैले चाहिँ काठमाडौँ भन्नु पहिल्यै आएर बसेको, बरु यहाँका दाजुभाइ भनेर पोखरा गयो बरु यहाँबाटै। तपाईँले सुरुमा चाहिँ के काम गर्नुहुन्थ्यो अनि यहीँ काठमाडौँमा हुर्किनु भयो, पढ्नु भयो? कति पढ्नु भएको छ दाइ तपाईँले? यस्तै 5-6 कक्षा पढेँ। अनि त्यहाँ पढिसकेपछि त्यतिखेर अनि अब दुध हामी चाहिँ यहाँ चाहिँ दुध बेच्थ्यौँ पहिला। गाईको भैँसीको दुध बेच्थ्यौँ पहिला हामी। काठमाडौँ नै घर भए पनि हामी यहाँ दुःख थियो त्यो समयमा? दुःख थियो। दुध बोकेर निङ्गुरोसम्म बेच्न जान्थ्यौँ हामी। जब यो द्वन्द्वकालीन पऱ्यो नि त हजुरको, द्वन्द्वकालीन परिसकेपछि अनि त्यहाँ गाउँको मान्छेहरू चाहिँ नि अब चाहिँ ज्यान जोगाउनु पर्यो भनेर काठमाडौँ गयो भने सुरक्षा हुन्छ भनेर आउने मान्छेहरू चाहिँ नि आए। अनि हामीले पनि सानो टुक्रो जग्गा बेच्यौँ। अनि घरमा त्यो बाल हानी अरू काम केही छैन। तपाईँको बाबा मम्मी हुनुहुन्छ कि हुनुहुन्न त? बाबा हुनुहुन्छ, मम्मी बितिसक्नु भयो। भनेपछि जग्गा जमिन टन्नै छ तपाईँको? खासै टन्नै छैन, पुर्खौरी सम्पत्ति हो, मैले किने होइन। कतिजना दाजुभाइ तपाईँ? म 2 दाजुभाइ। तपाईँको नाममा के कति छ त जग्गा जमिन? धेरै छ अहिले? छैन, यसै अलिअलि पुग्दो, खाना पुग्दो छ। अब सन्तानमा को कति हुनुहुन्छ त? एउटा छोरी मात्रै छ, छोरा छैन। छोरी एउटा, बुढी एउटा, म पढ्दै हुनुहुन्छ। जम्मा 3 जना मात्रै अहिले? 3 जना मात्रै। अनि साथमा बुवा हुनुभयो? बुवा सानुमापट्टि बस्नुहुन्छ। सहरमा एकदम महँगाई छ, त्यही भएर पनि हो त दाइ यहाँका जनताहरू आजित भएका हुन्? हजुर त्यही हो ल। हो आजित भएको छैन क्या, जनताहरू सब आजित एकदम। जुन जोगी आए नि कानै चिरेका भनेपछि नेपाली जनताले केही पाएनन्? नेपाली जनताले केही पाएनन्। ल हेर्नुहोस् त बाबु, कुनै समयमा राजा हुँदा पनि हालत त्यही थियो, अहिले गणतन्त्र हुँदा पनि हालत त्यही छैन त? त्यही सेम त्यही भयो। बोल्न पाइन मात्रै भन्ने, सेम त्यही भयो। ल हो त्यही भयो बाबु, त्यही। कति वर्ष दुध बेच्नु भयो तपाईँले? दुध त बेची नि, 12 वर्षको उमेरदेखि दुध बेच्दै हिँडेँ मैले त। तपाईँले पढ्न छोडेर कमाउन थाल्नु भयो? दुध बेच्न थालेँ। अनि घरमा हजुरमुवाहरूले चाहिँ गाई पाल्नुहुन्थ्यो।
नाति लैजा अब दुध अब भन्ने हस् भन्ने दुध बोक्न निङलोड पुग्ने दुई अनि पछि चाहिँ के गर्नुभयो दाइ लामो समय त दुध बेच्नु भएछ अनि बिचमा चाहिँ के गर्नुभयो त्यसपछि पुलिसमा जारी खाएँ ए प्रहरीमा पनि जागिर खानुभयो खाएँ नेपाल प्रहरीमा नेपाल परेर कति वर्ष खानुभयो जागिर 100 वर्ष खाएँ नि र जागिर चाहिँ खाइदियो गणतन्त्रले भनेर भन्नुभएको थियो क्या अनि तपाईँको 10 वर्षपछि चाहिँ कसरी जागिर गयो त यस्तो भयो 10 वर्षमा जारी खाएँ जारी खाएपछि सरुवा भयो अब कहाँ सरुवा भयो नुवाकोटतिर के नुवाकोटबाट रुकुमतिर सरुवा भयो अनि रुकुमतिर गइसकेपछि अनि त्यहाँबाट अब नि रमना पत्र जानै पर्छ नगए हुन्छ भन्छ जसले पनि त्यही भन्यो पुलिसको हाकिमहरूले पनि रमना दियो रमना दिइसकेपछि अब रुकुमको को जानु पर्यो नि म एक्लै जाने रे गाडी चढेर घरतिर आएर बस्थेँ यी नजिकै है घरतिर आएर बस्थेँ अनि मलाई त रोके त त्यो सरुवा गरिदियो हेर म के गरौँ भने जानु पर्दैन नाति त बाँचुन् जेर तँलाई पुग्छ त न पुग्ने सम्पत्ति छ अब पुलिसमा जागिर नखाए नि पुग्छ तँलाई भन्नुभयो हजुरआमाले जिम चाहिँ तपाईँले कहिलेदेखि गर्न थाल्नुभयो पुलिसमा जागिर खानुभन्दा अगाडि नै होइन नि पुलिसमै जारी खाएर फुर्ती आयो त अरे टन्न पुलिसमा खान पाइन्छ टन्न अब चाहिँ खान पाइने अब चाहिँ अनि त्यहाँ गयो हजुरको गयो जिम गऱ्यो आयो त्यतिखेर ड्युटी धेरै पर्ने थिएन नि त बाबु ड्युटी पर्दैन थियो भनेपछि तपाईँको ड्युटी यहाँ नजिकै कहाँनिर थियो तपाईँको नजिकै ड्युटी प्रहरीमा बालाजुमा नि थिएँ त्यहाँबाट चाहिँ के गर्नुभयो नि तपाईँले त्यहाँ विदेश गएँ पछि जानुभयो कतार कति वर्षपछि जानुभयो त विदेश त्यसको कतार 1 वर्षपछि गइहालेँ नि 60 सालमा चाहिँ छोरा 61 सालमा हिँडिहालेँ नि कति वर्ष बस्नुभयो तपाईँ अनि कतारमा 4 वर्षपछि 4-5 वर्ष 4-5 वर्ष के काममा जानुभएको थियो कतारमा सेक्युरिटीमा गएको थिएँ ए सेक्युरिटीमा भनेपछि पुलिसहरू प्राय सबै सेक्युरिटीमा जाँदो रहेछन् है सेक्युरिटीमै जाने हो पुलिसहरू प्रायः जस्तो पुलिस आर्मी सबै सेक्युरिटी बेसरी कमाउनु भयो क्या दाइ पहिला सुनको सिख्री पनि हराउनु भयो फेरि औँठी पनि रहेछ यस्तो हुँदो रहेछ भाइ अब मिडियालाई अब चाहिँ सुखको कुरा नि भन्नुपर्छ दुःखको कुरा नि भन्नुपर्छ म सेक्युरिटीमा गएँ ढोका खोल्थेँ अनि गाडी ठुला गाडीहरू आउँछ नि त त्यहाँ सामान लोडिङ भएर आउँछ अनि यसो हेऱ्यो यल्ला भनेर दिन्छ पेपर यसो हेऱ्यो त्यहाँको लोगो र यहाँको लोगो मिल्छ कि मिल्दैन पढाइ धेरै छैन लोगो हेऱ्यो ठिक छ अनि गयो अनि कमान्डरलाई भन्यो त्यहाँ गएर सामान आछ भन्यो अनि त्यहाँ मान्छे उठाइदिए भन्छ अनि मान्छे उठायो अनि आफै हेरेर बस्यो अनि कुरा त भएन ओहो यो पनि मैले झाडेँ भने त पैसा आउँछ अनि यता नि आयो अनि अलिअलि कमाएँ अनि जाँदै गइनँ अलिअलि कमाउनु भयो भनेपछि कति लाख कमाउनु भयो त त्यो समय 12-13 लाख रुपियाँ ल्याएको थिएँ ए भनेपछि मजाले कमाउनु भएछ नि दाइ होइन त्यतिखेर अहिले धेरै नै हो अहिले थोरै हो भनेपछि कतारबाट दुःख गरेर लिएर आएको सिख्री राजतन्त्रले खाइदियो होइन आशावादीले लुटेका हुन् कि सिख्री भन्छन् कि धेरैले होइन प्रभु होइन आशावादीको भिडमा अरू नै कोही थिए पकेटमार अरू कोही थिए हो अब बरु चाहिँ नि लौ न मेरो चाहिँ नि सिक्री लुट्यो भन्दाखेरि बरु चाहिँ नि राजावादीहरू चाहिँ नि खै कहाँ गयो भनेर चाहिँ खोजिदिन चाहिँ आएको थिएँ खोजिदिन चाहिँ आएको हो है हो नि खोजिदिन त आएको थिएँ अब त्यो हुलमुलमा मेरो पनि गल्ती भयो भने त्यो जानी पकेट मारले नै पकेट मारेकै हो त्यो जानी तानेकै हो पछि नै अब यसले चाहिँ नि मलाई चाहिँ घाँटीमा चाहिँ घचार्दै भयो नि मैले नेपालको खेलाडी मान्छे एक मुक्का हानेको भए त ढल्थ्यो होला नि त्यही हाने भए ढल्थ्यो अनि पछाडि फर्कियो नि त पछाडि लुट्यो होइन पछाडि ठक्क लुटिसकेपछि यस्तो हेर्छु नि म यसो उठेर यसो हेरेँ नि त यसो हेरेँ झ्याप्प समय जुरोको उचालेँ थचक्क राख्ने बित्तिकै ओहो मैले चाहिँ नि होइन रहेछ भने त म त बर्बाद हुन्छ म झुटो हुन्छु फेरि ओहो भनेर अनि ल मेरो अब हरायो बाबा मैले पाउने भएन अब त्यसलाई छोडिदिन्छु मैले पाउने भएन भन्ने त्यहीतिर गयो बाबा ए भनेपछि तपाईँले समातेको पनि हो मान्छेलाई समातेर नि त्यही हो भने त स्योर भएन अब पछाडि चाहिँ मेरो नजरमा त्यही पर्यो त्यसलाई उचालेर समाएर यसरी राखिदिएँ अनि त्यहाँ अनि अब चाहिँ नि म छैन म होइन भन्न थाल्यो अनि सबैजना आएर अब म पाउने भइनँ मैले भन्ने थालेँ अनि त्यहाँबाट टाउको दुख्नु थाल्यो अनि दाइ हजुर अहिले चाहिँ ठ्याक्कै के काम गर्नुहुन्छ त अहिले तपाईँले अहिले ठ्याक्क काम म चाहिँ नि देवलीला खेल्छु देवलीला के हो दाइ त्यो देवलीला भनेको फिल्म जस्तै भन्नु न देवलीला खेल्छु ठाउँ ठाउँमा भागवत लगाउँछन् शब्द लगाउँछन्
शब्द त्यहाँ गएर चाहिँ राक्षस बन्ने कली बन्ने अनि अनि कंस बन्ने कंस बन्ने अनि अर्को भाइलाई राम्रो चिटिक्क पढाएको केटालाई खोज्ने आफू एक्लै जाने यसो हेर्ने को चिटिक्क छ केटो है फुर्ती रहेछ अनि त्यसलाई बोलाउने बाबु तिमी कृष्ण बन म कंस बन्छु अनि यसरी फाइट खेल्ने भनेर देखाउँछु हुन्छ हुन्छ भने खेलिहाल्छ अनि त्यहाँदेखि हा 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 गरेर हाँस्नु नि पर्छ ए तपाईँ कलाकार नै हुनुहुन्छ भनेपछि फिल्म पनि खेल्नु भएको छ तपाईँ यो चौतारी भन्ने फिल्ममा खेले जस्तो लाग्यो सबैतिर भ्याउने क्या तपाईँ पढ्न चाहिँ जम्मा 4-5 क्लास पढ्नु भएको छ तर ब्याचलर पढाइ जति सबैतिर भ्याउनु भएको छ होइन अब के गर्ने यो सबै अब यो भगवान्को लीला हो भगवान्को लीलाले जता डोरायो उतै जाने त हो नि बाबु भनेपछि तपाईँ अहिले जिम पनि गर्नुहुन्छ भागवत त्यो ड्रामा पनि खेल्नुहुन्छ होइन शिव शिव नि बन्छु अनि शिव ताण्डव पनि गर्छु ए शिव ताण्डव पनि गर्नुहुन्छ ताण्डव नि डान्स पनि गर्नुहुन्छ डान्स पनि गर्छु त्यो शब्दमा गएर तपाईँको रुचि चाहिँ ठ्याक्कै के हो त मेरो सबै एउटै हो सबै रुचि हो सबै मलाई चाहिँ यसो सोच्यो भने कोही साथीले भाइ गइदिनु दाइ ऊ त्यहाँ भाइलाई छोडिदिनु भन्यो भने ओके नपक्राउँ भनेर लगेर छोडिदिने अनि त्यही हो छोरी चाहिँ कति वर्षको हुनुहुन्छ त भयो 20 वर्ष 21 वर्ष भयो अनि छोरीले के भन्नुभयो त तपाईँलाई ला ड्या बाबा सिक्री हराउनु भयो ठिकै छ अब के गर्ने भन्यो त्यही त भने नि त्यही हो हुन्छ दाइ हामीले कुराकानी गरौँ लामो समय भयो धन्यवाद तपाईँलाई यो अब सबै हजुरहरूलाई पनि धन्यवाद हामी नेपाली एक हुनुपर्छ हामी त म नभनु हेर्नुहोस् दाजुभाइ हो दिदी बहिनी हो अब हाम्रो भाइहरूलाई मिडिया भाइहरू पनि आउनु भएको रहेछ मैले जे बोली त्यसमा राम्रो भनिदिनु होला नराम्रो केही नभनिदिनु होला हजुर हामी सबै दाजुभाइहरू हौँ मिल्नुपर्छ नेपाली मिल्यो भने यो देश बन्छ न त बन्दैन